Hello everyone. Today we're going to start the calculation of simple interest through a program JavaScript मा हामी गर्छौं जसमा चाहिँ first of all we need to know about what is simple interest. फर्स्टमा चाहिँ simple interest भनेको के हो तपाईहरुले बच्चैदेखि पढ्दै आएको कुरा हो एकदमै सजिलो छ just for analogy म सिम्पल तरिकाले तपाईले कसरी बुझाउँछु भनेपछि यदि तपाईले आफ्नो साथी श्याम छ गरे उबाट तपाईले 1000 रुपैयाँ लियो गरे यदि त्यो 1000 रुपैयाँ लिए बापत उसँग के सम्झौता भयो 10% को इन्ट्रेस्ट रेट तिर्छु वर्षमा 10% इन्ट्रेस्ट रेट तिर्छु तिम्रो पैसा मैले लिएको पैसामा तिमी यति 10% इन्ट्रेस्ट रेट तिर्छु भनेर उसबाट बरु गरे सो त्यो क्याल्कुलेसन गर्ने कुरा चाहिँ हामीले चाहिँ सिम्पल इन्ट्रेस्टको थ्रु गर्छ जसमा चाहिँ सिम्पल तरिकाले हेर्दाखेरि फर्मुला चाहिँ यो छ जसमा चाहिँ PRT by 100 जसमा चाहिँ P मा चाहिँ प्रिन्सिपल तपाईले लिएको बरु गरेको मनी फ्रम स्याम इन्ट्रेस्ट रेट चाहिँ वर्षमा चाहिँ कति पर्सेन्ट इन्ट्रेस्ट रेट लागेको छ र टाइम क्याल्कुलेसन विथ द नम्बर अफ इयर्स इयरमा चाहिँ क्याल्कुलेसन गरेको छ सो यसलाई होल डिभाइड बाइ 100 गर्दाखेरि सिम्पल इन्ट्रेस्ट आउँछ त्यो दरको त्यो त्यतिको दरमा चाहिँ तपाईले स्याम भन्ने साथीले पैसा दिनु पर्यो त्यो चाहिँ हामी आज सो क्याल्कुलेसनको थ्रु गर्छौं यदि तपाईले बुझेको छैन भने सिम्पल तरिकाले यो डक्समा गएर गिग्स फर गिग्सको डक्समा गएर तपाईले हेर्न सक्नुहुन्छ सो यो लिंक चाहिँ म सिम्पली तपाईहरुलाई पेस्ट गरिदिन्छु सो यो चाहिँ यो गरेर गर्दिनु होला सो यहाँबाट यसरी हेर्दाखेरि गिग्स अफ गिग्समा चाहिँ सजिलै तरिकाले यहाँ वेबसाइटमै कसरी क्याल्कुलेट गर्ने पुरै क्याल्कुलेटर नै रहेछ र यति पैसा मैले श्याम साथीबाट लिए कति वर्ष 6 वर्ष नगरौँ थोरै नै राखौँ पर्सेन्टेज चाहिँ हल्का थोरै राखौँ है ल ठीक छ राख्दाखेरि कति आयो ओहो कति धेरै आयो श्याम त माल हुने भयो ल ठीक छ अब हामी यसलाई म भन्न गर्छौं र हामीले अब प्रोग्रामको थ्रु यो क्याल्कुलेट गर्छौं सिम्पल इन्ट्रेस्ट क्याल्कुलेट गर्छौं फर्स्टमा त हामीले के बुझ्नु पर्यो सिम्पल इन्ट्रेस्टको फर्मुला कस्तो हुन्छ कसरी क्याल्कुलेट गरिन्छ त्यो कुरा मैले तपाईलाई बुझाइसके अब तपाईले चाहिँ के थाहा पाए युजरबाट प्रिन्सिपल इन्ट्रेस्ट रेट र टाइम ड्युरेसन चाहिँ लिनु पर्यो त्यसको थ्रु क्याल्कुलेसन गरिन्छ सो फर्स्टमा त फंक्सन क्रिएट गर्छौं फंक्सन क्याल्कुलेट सिम्पल इन्ट्रेस्ट सो फर्स्टमा चाहिँ मैले फंक्सन एउटा बनाए फंक्सनको नाम चाहिँ क्याल्कुलेट सिम्पल इन्ट्रेस्ट सो तपाईले यदि कुनै पनि फंक्सन क्रिएट गर्दाखेरि बी केयरफुल फंक्सन नेम चाहिँ एकदमै स्पेसिफिक तरिकाले हुनुपर्छ यो फंक्सनले चाहिँ के काम गर्छ त्यसको आधारमा चाहिँ यो फंक्सनको नाम चाहिँ डिफाइन लेख्नु पर्यो सो मैले चाहिँ यो फंक्सनले के काम गर्छ भनेपछि सिम्पल इन्ट्रेस्ट क्याल्कुलेट गर्छ सो मैले फंक्सन नाम क्याल्कुलेट सिम्पल इन्ट्रेस्ट भनेर राखे सो अब यसमा चाहिँ यो फंक्सनले के लिन्छ फर्स्टमा त प्रिन्सिपल लिन्छ स्मल बनाइदिम है स्मल भने र एउटा इन्ट्रेस्ट रेट लिन्छ टाइम ड्युरेसन लिन्छ सो म यो यसलाई प्रिन्सिपल रेट र टाइमलाई चाहिँ प्रिन्ट गर्छौं र यहाँ फंक्सन कल गरेर यो डेटा प्रिन्सिपल डेटा 5% इन्ट्रेस्ट रेट र इयरली चाहिँ फंक्सनको थ्रु मैले पासन गरे र यसले चाहिँ अब प्रिन्ट गर्नु पर्यो फंक्सन कल गरेको छ ल ठीक छ यो प्रिन्ट गर्यो देन फर्स्ट अफ अल हामीले क्याल्कुलेसन गर्नु पर्यो क्याल्कुलेसन गर्दाखेरि कसरी क्याल्कुलेट गर्ने सिम्पल इन्ट्रेस्टको फर्मुला मैले तपाईले भनिसके र सिम्पल इन्ट्रेस्टको फर्मुला चाहिँ यो रहेको छ यो
अब हामीले क्याल्कुलेट गर्नु पर्यो। फर्स्टमा चाहिँ हामीले एउटा भेरिएबल क्रिएट गरे जसले चाहिँ एसआई भनेर लेख्थ्यौँ। सिम्पल तरिकाले सिम्पल इन्ट्रेस्ट है नाम। बट दिस इज नट अ गुड एप्रोच। जहिले पनि भेरिएबलको नाममा पनि राम्रोसँग लेख्नु पर्यो यो भेरिएबलले कस्तो डेटा स्टोर गर्छ भनेर। यसले चाहिँ सिम्पल इन्ट्रेस्ट वाला डेटा स्टोर गर्छ। र क्याल्कुलेट कसरी गर्ने? प्रिन्सिपल इन्टु रेट इन्टु टाइम, जसलाई डिभाइड गर्ने एक्सले। सो कति आउँछ? म यो रिटर्न नि गर्छु सिम्पल इन्ट्रेस्टलाई। रात आयो, ठिक छ। र यहाँ चाहिँ प्रिन्ट गरिदिन्छु। सो हेरौँ 50 आयो, ठिक छ। एन्सर इज करेक्ट। अर्को वाला 20,000 वाला गरौँ, जसमा चाहिँ 10 र 5 कति आउँछ? 10,000 आयो। युनिट 10, 100,000, 10,000 युनिट 10, 100,000, 10,000, ठिक छ। यो करेक्ट छ। बट सिम्पल तरिकाले यहाँबाट नि यो डेटालाई सिधै क्याल्कुलेट एन्ड रिटर्न गर्न सक्छ। यसलाई चाहिँ म यहाँ लेखेर, ओके, ठिक छ। यसलाई हटाउँदा नि भयो। ल, यति गर्यौं हामीले, फर्मुला लगाएर क्याल्कुलेसन गर्यौं। अब सेकेन्ड कुरा, यो फंक्सनले काम गरिरहेछ। हामीले भनेको जस्तै सिम्पल इन्ट्रेस्टलाई क्याल्कुलेट गरेर रिटर्न गरिरहेछ। बट डिफ्रेन्ट एज केसेसहरु नि ह्यान्डल गर्नु पर्यो। यदि स्ट्रिङ वाला पठाए गरे, उसले स्ट्रिङमा डेटा पठाए गरे, युजरले स्ट्रिङमा 20,000 पठायो, यो त क्याल्कुलेसन हुनु भएन नि, किनभने यो नम्बर टाइपको हुनुपर्छ। बट जाभास्क्रिप्टमा भइरहेछ। दिस इज नट अ गुड एप्रोच। सो यो एज केसेस नि ह्यान्डल गर्नु पर्यो। सो यसलाई ह्यान्डल गर्नको लागि फर्स्टमा चाहिँ मैले एज केसेसहरु चाहिँ बनाउँछौं है। टेस्टिङ डेटाहरु चाहिँ यहाँ अलि राम्रोसँग लेखिदिन्छु। टेस्ट डेटाहरु जसमा चाहिँ 1000, 5 र 1 रहेछ। अर्को चाहिँ 20,000 हो, 20,000, 10 र 5। देन यो दुईटाको लागि भयो, कपी गर्दिम है। ल ठिक छ। यसमा चाहिँ त्यसलाई आइट्रेट गर्यो, ठिक छ। आइडिएक्स ट्राई क्याच कन्सोल थर्ड ल्याक गर्यौं। टेस्ट, यो टेस्टमा चाहिँ म इन्डेक्स फर्स्टमा त 0 हुन्छ, 0 1 2 0 1 2 यतिसम्म। बट दिस फर टेस्ट 1, दिस फर टेस्ट 2, दिस फर टेस्ट 3 म बनाउन मन छ। सो इन्डेक्सलाई +1 ले इन्क्रिमेन्ट गर्यौं, 1 2 3। ल ठिक छ। पाइप साइन हाने, भ्यालु यो गरे, त्यसपछि त्यो भ्यालुमा चाहिँ नर्मल डेटा। ओके, यदि सक्सेस आइदियो भने के गर्ने? ल, यो डेटाहरु चाहिँ अब यो फंक्सन चाहिँ कल गर्नु पर्यो। यो फंक्सनमा अब यो डेटा कसरी पास गर्छ? पास गर्नको लागि म डिस्ट्रक्चर गरिदिन्छु यो नमलाई। नममा यो डेटा आयो फर्स्टमा, सेकेन्डमा यो डेटा आयो, थर्डमा यो डेटा आयो। सो यो डेटा आएकोलाई चाहिँ म डिस्ट्रक्चर गर्छौं पालो। फर्स्टको लागि चाहिँ म प्रिन्सिपल नेम राखेर, सेकेन्डलाई चाहिँ रेट नाम राखेर, थर्डलाई चाहिँ टाइम नाम राखेर म डिस्ट्रक्चर यहाँबाट गर्छु। यो डेटा
नममा भएको डेटा which is this भलाइ बिलो डिस्ट्रक्चर भयो र यसमा चाहिँ म अब यो गर्छु यसमा चाहिँ टेस्ट सिम्पल तरिकाले फर्स्टको स्टेप हो idx +1 गरेर जसमा चाहिँ के हुन सक्छ यसमा भ्यालु नम भ्यालु यदि एरर आइदियो भने एरर डट मेसेज गरिदिनु भयो भने कस्तो आउँछ यानी सबै हटाइदिउँ यहाँ डेटा पास गरेकै छैन प्रिन्सिपल रेट र टाइम ओके ल ठिक छ यो टेस्ट केसेस ह्यान्डल गर्नु पर्यो त्यसको लागि के गर्नु पर्यो इफ टाइप अफ प्रिन्सिपल चाहिँ नट इक्वल टु यदि नम्बर छैन भने अर्को चाहिँ यसको लागि इन्ट्रेस्ट रेटको लागि पनि गरिदिउँ रेट नट इक्वल टु नम्बर यदि टाइप कुनको लागि टाइमको लागि नि इफ नट इक्वल टु नम्बर छ भने के थ्रो गरौँ न्यू which is type error जसमा चाहिँ प्रिन्सिपल ओके टाइम चाहिँ must be valid number सो एरर थ्रो गर्छ गर्दैन चेक गरौँ ओके के must be valid number must be valid number अझै मजा आएन कि यो एरर चाहिँ कति नराम्रो देख्यो एरर आई थिंक यो चाहिँ राम्रै थियो जस्तो लाग्यो अब यसलाई चाहिँ टाइप चाहिँ राखेर गरौँ ओके अहिले चाहिँ अलि राम्रो देखियो यसलाई नै त्यही गरौँ ओके ठिक छ एउटा यसको लागि गरौँ अब यदि केही नि डेटा छैन चेक गरौँ अनडिफाइन्ड छ डेटा छैन सो देयर इज नो डेटा अनडिफाइन्ड जसमा सिम्पल तरिकाले कस्तो भइरहेछ कुनै नि डेटा छैन undefined so which is not a valid number so यो नि ह्यान्डल गर्यो ओके अब अर्को चाहिँ यदि एनी एन छ भने चेक गरौँ must be valid number undefined भइरहेछ 86 चेक गरौँ must be valid number यहाँ सक्सेस भनेर बट दिस इज नट अ सक्सेस दिस इज एरर हुनुपर्ने कुरा हो सो यसको लागि नि चेक गर्नुपर्ने हुन्छ इज एनएन भनेर प्रिन्सिपल एनएन कुन रेट
टाइम ओके यदि NaN हो भनेपछि which is type error principal rate time must be must not specific error दिम्न है should not be NaN type ओके ठीक छ अर्को चाहिँ के को लागि गरौँ भनेपछि इन्फिनिटी को लागि पनि गर्दिम एउटा इन्फिनिटी छ गरे यसमा एरे हाल्दिम एरे गरे स्ट्रिङ इम्प्टी स्ट्रिङ एउटा त्यसै मस्ट बी भ्यालिड नम्बर के एरर थ्रो गर्यो यसले इन्फिनिटी रेट मस्ट बी भ्यालिड नम्बर को चाहिँ थ्रो गर्यो यसलाई इन्फिनिटी नै हाल्दिम न सक्सेस भनेर आयो यसमा त कोड ब्रेक भयो अब यसको लागि नि बनाउनु पर्यो यदि नम्बर चाहिँ इन्फिनिटी इज फाइनाइट नम्बर छ भने त कन्डिसन ट्रु भयो यदि छैन भने एरर थ्रो गर्नु पर्यो इज फाइनाइट नम्बर वेट टाइम फाइनाइट नम्बर हुनु पर्यो सो दिस इज रेन्ज एरर प्रिन्सिपल रेट त्यसपछि टाइम must be मैले स्पेसिफिक एरर थ्रो गरिरहेको छु है मस्ट बी फाइनाइट नम्बर ठीक छ सबैको लागि यसको लागि पनि भयो अब अरु के छुट्यो भनेपछि अरु के छुट्यो नल को लागि 0 1 मस्ट बी भ्यालिड नम्बर ठीक छ यसको लागि नि भइराछ अरु के छुट्यो स्ट्रिङ को लागि नि भयो अब 20,000 रेट चाहिँ कति 2.3 राखौं इयर चाहिँ 1.5 ओके क्याल्कुलेसन करेक्ट छ ठीक छ 690 आइरहेछ ल अर्को के को लागि यदि 0 1 0 क्याल्कुलेसन करेक्ट आइरहेछ सक्सेस आइरहेछ बट मेरो यो क्याल्कुलेटरमा चाहिँ कुनै पनि 0 मा चाहिँ 0 को दरमा चाहिँ हाल्न नमिल्ने बनाउँछु त्यसको लागि एउटा अर्को एसकेसेस चाहिँ हाल्छौं जसमा चाहिँ if principal less than equal to 0 यदि छ प्रिन्सिपल रेट नि यदि लेस देन इक्वल टु 0 छ यदि टाइम चाहिँ यदि लेस देन इक्वल टु 0 छ के थ्रो गर्छौं थ्रो न्यू रेन्ज एरर
रेन्ज एररमा के थ्रो गर्छौं प्रिन्सिपल or rate or time must be greater than 0 भन्दा ग्रेटर देन हुनु पर्यो सो चेक गरौँ प्रिन्सिपल मस्ट बी ग्रेटर देन 0 सो टेस्ट केसेस सबैमा काम गर्यो आई थिंक यति नै टेस्ट केसेस हो बट आई वान्ट रिटर्न म यो क्याल्कुलेसन मात्र रिटर्न नगरेर आई वान्ट रिटर्न के रिटर्न गर्नु मन लाग्यो यसमा चाहिँ म आई थिंक interest चाहिँ you wanna calculate here किनभने यो चाहिँ म क्याल्कुलेट यहाँ गर्छु अब्जेक्ट म के रिटर्न गर्छौं भनेपछि इन्ट्रेस्ट रिटर्न गर्छौं टोटल अमाउन्ट रिटर्न गर्छौं टोटल अमाउन्टमा चाहिँ के रिटर्न गर्छौं भनेपछि प्रिन्सिपल प्लस इन्ट्रेस्ट रिटर्न गर्छौं अरु के रिटर्न गर्छौं रेट नि रिटर्न गर्दियौं टाइम नि रिटर्न गर्दियौं एरर त आउँछ किनभने टोटल चाहिँ डिफाइन गरेकै छैन टोटल किन नराखिन्छ अनडिफाइन भइहाल्यो नि चेक गरौँ तिनी ठीक छैन should be initializer this would be correct total amount कस्तो short and not क्याल्कुलेट गर्दिनु हैन प्रिन्सिपल प्लस इन्ट्रेस्ट इन्ट्रेस्ट 50 टोटल अमाउन्ट चाहिँ यति रेट चाहिँ यति लागेको रहेछ अनि त्यसपछि टाइम चाहिँ यति ठीक छ सो आई थिंक यति नै हो सो आई थिंक यति नै हो क्याल्कुलेसनको मेन फर्मुला यो देन तपाईले के थाहा हुनु पर्यो यसको एज केसेसहरु चाहिँ प्रपर डिफाइन गर्नु पर्यो एज केसेसहरु चाहिँ एज केसेस प्रपर डिफाइन गर्नु पर्यो देन योर कोड नेभर ब्रेक गर्दैन कुनै पनि एज केसेसमा सो दिस इज द वान अफ द बेस्ट एप्रोच टु डु सो तपाईहरुले नि नबुझेको छैन भने फेरि हेर्दिनु होला एकदमै सजिलो छ मेन कुरा भनेको सजिलो क्वेशनहरु गर्दिनु देन मुभ अन टु नेक्स्ट अलि गाह्रो फर्स्टमा चाहिँ सजिलोमा चाहिँ इन डेप्थ तरिकाले आफ्नै लजिक लाएर गर्ने प्रयास गर्नु होला देन यु क्यान डु मोर हार्ड प्रब्लम अरु के छ यसमा
यसमा अब म एउटा रमाइलो तरिकाको आउटपुट निकाल्ने ट्राई गर्छौँ है। नगर्दा नि भयो तपाईहरुले। अब मलाई रमाइलोको लागि सेट इन्टरभलमा चाहिँ राखेर म गर्दिन्छु। यो क्याल्कुलेसन चाहिँ अब सेट इन्टरभल चाहिँ 2000 भन्नु मतलब 1000 इक्वल टु 1 सेकेन्ड हुन्छ, 2000 इक्वल टु 2 सेकेन्ड हुन्छ। सो 2 सेकेन्डको दरमा म गर्न चाहन्छु। सो फर्स्टमा चाहिँ 1 सेकेन्ड 1 सेकेन्डलाई चाहिँ मल्टिप्लाई गर्दै गइदिउँ न इन्डेक्सको थ्रु। फर्स्ट यो चाहिँ कतिमा भयो 1 सेकेन्डमा आयो। सेकेन्डको 2 सेकेन्ड 3 4 5 6 7 8 9 10 सेकेन्डमा पालैब्लो आउटपुट चाहिँ आउँछ। ओहो यो सेट इन्टरभलको बेसिसमा भयो। सेभ टाइम आउट आई थिंक सेभ टाइम आउट है। माई मिस्टेक यार। सेभ टाइम आउट। ओके यति नै हो। सो तपाईहरुले बुझिसक्नु भएको होला। बुझेको छैन भने कमेन्ट गरिदिनु होला। Thank you for watching. See you next time. Bye bye.